चेरीको बहुआयामिक महत्त्व छ। एउटा सुन्दर फुल दिन्छ, अर्को यसको फल दिन्छ जो चाहिँ युरिक एसिडको बिमारीको लागि असाध्यै राम्रो मानिन्छ। यसको साथसाथै यसले चाहिँ के भनेदेखि कार्बन चुसेर लिने कुराहरू पनि छँदैछ। र चेरी चाहिँ विशेष गरेर यो टर्की भन्ने देशमा चाहिँ धेरै ठुलो परिमाणमा यहाँ उत्पादन हुन्छ र यसको निर्यात चाहिँ अस्ट्रेलियामा गरेको हामीले हेर्न पाइन्छ। नेपालमा पयुँको मूलो वृन्दमा चेरीको साइन ग्राफ्टिङ गरेर कलमी गरेर त्यो चाहिँ के भनेदेखि गोदावरी फार्म पुष्प विकास केन्द्र गोदावरीले चाहिँ बिक्री गरिरहेछ। मुख्य गरेर चेरी चाहिँ के भनेदेखिलाई चाहिँ धेरै किसिमका हुन्छन्। सबभन्दा कम चिलिङ आवर भनेको चिसो चाहिने चाहिँ बारबाडोस चेरी हो, जो चाहिँ के भनेदेखि तराई र गर्मी स्थानमा चाहिँ राम्रोसँग फल्दछ। त्यसपछि आएर 200 देखि 300 घण्टाको चिलिङ आवर चाहिने 3वटा चेरीहरू छन्। तिनीहरू चाहिँ काठमाडौँ उपत्यका र वरिपरिका जग्गाहरूमा चाहिँ हामीले लगाउन सक्छौँ। र ती चाहिँ चेरीहरू हुन् भनेको चाहिँ रोयल अनि मिनी रोयल अनि रोयल क्रिस्मा भन्ने भेराइटी हुन्। यिनीहरू भेराइटीहरू चाहिँ म यहाँ नाम तल दिन्छु र यी भेराइटीहरू चाहिँ 200 देखि 300 घण्टाको चाहिँ चिलिङ आवरमा चाहिँ यिनीहरू हुन्छन्। साथसाथै चिलिङ आवरको भनेको चिस्यानको साथसाथै यिनीहरूलाई चाहिँ एक अर्कालाई आफ्नो चाहिँ परागकरण दिएर फल लाग्ने किसिमको बनाउन पनि जरुरी छ। त्यसकारणले यी तीनै जातलाई मिसाएर लगाउँदाखेरिमा चाहिँ काठमाडौँ उपत्यकामा यसले फल पनि दिन्छ। र चेरीको फल जुन हो त्यो चाहिँ के भनेदेखिलाई चाहिँ पानमा चाहिँ हाल्ने गरेको छ। पानमा साथै यो बर्थडे केकहरूमा पनि माथि चेरी राख्ने गरेको छ। र विकसित मुलुकहरूमा चाहिँ चेरी चाहिँ एउटा चाहिँ फलको रूपमा खाने चलन छ। र विशेष गरेर चाहिँ यो युरिक एसिडको बिमारीहरूले पनि यसको चाहिँ के भनेदेखि सेवन गरेको चाहिँ यो माथि देखाइएको जुन बोटहरू हो यो पयुँको बोट हो र यो पयुँ फलिरहेछ त्यो बोटमा अहिले। यो फेब्रुअरी 17 को हाराहारी छ आज, अनि 2026 फेब्रुअरी 17 छ। साथसाथै यो चाहिँ बिउ अहिले लागिरहेछ चेरीमा अथवा यो के भन्छ पयुँमा। अनि यसलाई चाहिँ हामी रुट स्टकको रूपमा यसलाई प्रयोग गर्न सक्छौँ। र अहिले यो बोरामा जुन राखिएको छ 1 नम्बर र 2 नम्बरको चाहिँ जुन चेरीको बोट हो त्यो पयुँमा ग्राफ्ट गरेको मुस्ताङको 1 र 2 नाम गरेको जात चाहिँ हो। यो चाहिँ उच्च पहाडको लागि उपयुक्त हो यी दुईटा जातहरू। र यो अर्को चाहिँ यो चेरीको चाहिँ फुलेको फुल हो जो अति नै सुन्दर छ। त्यस्तै 400 देखि 500 घण्टाको चिलिङ आवर अथवा चिसो बढी हुने काठमाडौँ उपत्यकाभन्दा अलिकता बढी चिसो हुने स्थानमा चाहिँ ल्यापिन्स, स्टेला र चाहिँ रोयल क्रिम्सन भन्ने जात चाहिँ उपयुक्त हुन्छ। ती जातहरू चाहिँ ल्यापिन्स त आफैमा सेल्फ पोलिनेटेड हो, मतलब आफ्नो सेल्फ पोलिनाइजर हो। त्यसलाई अर्को परागकरण नभए पनि फल लाग्छ। तर के भने यी तीनै जातहरू मिसाएर चाहिँ रोपेको खण्डमा चाहिँ एक अर्कालाई चाहिँ परागकरण दिने र फल पनि लाग्ने हुन्छ। र चाहिँ विशेष गरेर चाहिँ के भने काठमाडौँ उपत्यकादेखि अलिकता बढी चिसो जस्तै के भन्नु ककनी साइड, अलिकता धुमखर्क साइड, अलिकता चिसो ठाउँमा भनौँ न यो निगाले साइडतिरमा चाहिँ यिनीहरूलाई लगाउँदाखेरिमा चाहिँ यिनीहरूले चाहिँ फल दिन्छ। साथै यसको फुल चाहिँ अत्याधिक सुन्दर हुने हुनाले पर्यटकको यी स्थानहरूमा जमघट हुने सम्भावना पनि हुन्छ। र त्योभन्दा माथिको लागि चाहिँ अहिले मुस्ताङले चाहिँ 1 र 2 भनेर दुईटा जातहरू चाहिँ निकालिरहेछ, जो चाहिँ अहिले पुष्प विकास केन्द्र गोदावरीले पनि बिक्री गरिरहेछ। ती चेरीहरूलाई चाहिँ 1 र 2 दुईटै मिसाएर गर्दा एकले अर्कालाई चाहिँ परागकरण दिएर दुईटैमा फल पनि लाग्छ र साथै उच्च पहाडमा पनि यसले चाहिँ फुलहरू दिन्छ। यो फुल चाहिँ विशेष गरेर जाडो याममा फुल्ने भएको हुनाले अति सुन्दर हुन्छ। र जापानमा चाहिँ यो फुल फुलेको बेलामा छुट्टी नै लिएर बेसकन पर्यटकहरू यस ठाउँमा घुम्ने गर्दछन्।
साथसाथै यसको चाहिँ के भनेदेखि हामीले आन्तरिक खपतबाट बढी हामीले उत्पादन गर्न सकेको खण्डमा हामीले चाहिँ के भने इन्डिया साथै अस्ट्रेलिया र विभिन्न देशमा निर्यात पनि गर्न सक्छौँ। र यसमा चाहिँ के भनेदेखि अहिले त्यस्तो सुन्तलाजात फलफुल जस्तो रोग पनि लाग्ने गरेको छैन र चाहिँ यो अहिले हाम्रो पैँयोमा चाहिँ यसलाई चाहिँ अहिले कलमी गरेर यसलाई चाहिँ वितरण गर्न हामीले सजिलैसँग सक्छ। पहाडमा कोबुल्सका, राणा र डेल्का नामका चाहिँ के भने जातहरू हामी राख्न सक्छौँ। ती जातहरू चाहिँ के भने बढी मात्रामा चाहिँ चिसो चाहिने, चिलिङ आवर बढी चाहिने हुन्। त्यसको साथसाथै हाम्रो चाहिँ मुस्ताङ फार्मले 1 र 2 नम्बरका चेरी भनेर चाहिँ के भनेदेखि हामी राखेका छौँ। ती चाहिँ उच्च पहाडमा धेरै राम्रो चाहिँ उत्पादन दिइरहेछ। साथसाथै यो चाहिँ के भनेदेखिलाई चाहिँ अब जाडोमा अत्याधिक सुन्दर फुलहरू दिने र फल पनि दिने। फलको चाहिँ बजार चाहिँ अहिले चाहिँ मोनोपोली जस्तो छ, छँदै छैन। नेपालमा चाहिँ उत्पादन करिब छैन भन्दा पनि हुन्छ यो। र यसमा चाहिँ स्याउमा जस्तो रोग पनि लाग्दैन र यस बालीलाई अगाडि बढाउनु पर्ने मैले देख्दछु।